युट्युबबाट पैसा कमाउने तरिका हामीसँग कुनै यस्तो स्पेशल स्किल छैन भने पनि युट्युबबाट हामी पैसा कमाउन सक्छौँ। जस्तै यो च्यानल हेर्नुहोस्, यो एउटा भक्ति च्यानल छ। यसको डिटेल हेऱ्यो भने यो च्यानल जस्ट 7 मन्थ भएको छ, 27,700 सब्सक्राइबर छ भने च्यानलको डिटेल देखाउँ। कन्ट्रोल सी कपी गरेँ, च्यानलको मैले युआरएललाई यहाँ पेस्ट गरेँ। यसमा मोनेटाइजेसन चेकरमा क्लिक गरेँ र सर्च गरेँ। यो च्यानल मोनेटाइज भइसकेको छ भने यसले एस्टिमेट मन्थली अर्निङ मात्रै हेर्ने हो भने $1000 पर मन्थ यसले अर्निङ गरिराखेको छ। यो मात्रै हेर्ने यस्ता थुप्रै च्यानलहरू छ। अब यो कस्तो छ त, यो गीतको बारेमा बुझ्न चाह्यो भने क्लिक गरेर न्यू ट्याब खोलेँ, साउन्ड अफ गरिदिएँ र प्ले गरिदिएँ। यो लास्टसम्म हेर्नुभयो भने यसमा त्यति धेरै इफेक्ट छैन, जस्ट एउटा सिम्पल लाइट खस्दै गरेको जस्तो एउटा इफेक्ट आइराखेको छ। यो च्यानलहरूमा भएको गीत 100% कपिराइट फ्री छ, किनभने हजारौं साल अगाडि ऋषिमुनिहरूले लेखेको गीत र यो पब्लिक डोमेनमा भएको हुनाले कसैले कपिराइट क्लेम गर्न सक्दैन। सो अब यसको यो लिरिक्स युज गरेर हामी कसरी भिडियो बनाउने त आउन सुरु गरौँ। फर्स्टमा च्याट जीपीटीमा गएँ र यसलाई मैले एउटा कमान्ड दिएँ, भगवान शिव मन्त्र चालिसा श्लोक स्तुति विच कम्स इन पब्लिक डोमेन भनेर र इन्टर गरेँ। यसमा ओम यो एउटा मन्त्र देखाउँदैछ भने यसमा महामृत्यु जन्ने मन्त्र, त्यहाँहरूको देखाउँछ शिव गायत्री मन्त्र। अहिलेलाई मैले जस्तो एउटा शिव गायत्री मन्त्रको बारेमा भिडियो बनाउन चाहन्छु भने अब यो लिरिक्सलाई हामी म्युजिक्समा कन्भर्ट गर्नको लागि मैले यसलाई कपी गरेँ, suno.com वेबसाइटमा लगइन गरेँ र यसमा आएपछि यो क्रिएटमा क्लिक गरेँ र यसमा हामी फ्रीमा सङहरू बनाउन सक्छौँ। र यसमा यो लिरिक्समा लिएर आएर त्यो कन्टेन्टलाई पेस्ट गरिदिएँ, यसमा इन्टर गरेँ र अलिकति यसमा 3 लाइन छ, केही वर्डहरू मात्रै भएको हुनाले यसलाई अलिक धेरै वर्ड बनाएँ। कन्ट्रोल भी पेस्ट गरिदिएँ, कन्ट्रोल भी 2 3 4 5 6 7 8 यसमा 24 लाइन जति टेक्स्ट बनाएँ। यसमा हामी 5000 वर्डसम्म राख्न सक्छौँ। स्टाइलमा के लेख्ने भन्ने कुराहरू हुन्छ, यसको लागि आइडिया भएन भने यसलाई गएर हामी लेख्थ्यौँ। यसमा मैले लेख्थेँ आई एम गोइङ टु मेक शिव मन्त्र टु जेनेरेट दिस लिरिक्स म्युजिक्स बाई एआई। आई निड अ इन्डियन फिमेल भोइस डिभिजनल्स कन्टेन्ट्स medium emotionals chorus with relevant musics to give me idea for style sections maximum 100 characters। एउटा मैले यसरी यहाँ प्रम्प्ट यसलाई दिएँ र यसलाई मैले जेनेरेट गर्न लाएँ। यसलाई मैले यो वर्डलाई कपी गरेँ, कन्ट्रोल सी र लिएर आएर यहाँ पेस्ट यो स्टाइलमा कन्ट्रोल भी पेस्ट गरिदिएँ र यो क्रिएट अप्सनमा क्लिक गरिदिएँ। म्युजिक्स हाम्रो रेडी भइसकेको छ। यसमा यसले 2वटा फ्री म्युजिक्स बनाइदिसकेको छ। छोरी हामी सुनौँ कस्तो कस्तो गीत बनेछ त। यस, यो एउटा गीत भए, अर्को पनि सुनौँ यो कस्तो छ। ओके, म्युजिक्स पनि रेडी गरिसकेको छ भने हाम्रो अब भिजुअलाइज गर्नको लागि हामीलाई पिक्चर चाहिन्छ। त्यसको लागि फेरि म यो च्याट जीपीटीमा गएँ र यसलाई कमान्ड दिएँ, यो मन्त्रको लागि एउटा भिजुअल इमेज प्रम्प्ट जेनेरेट गरिदिनुहोस् भनेर यसलाई मैले कमान्ड दिएँ। यसले यसमा एउटा प्रम्प्ट बनाएर दिएको छ। कपी गरेँ र यसलाई मैले फ्रीमा पिक्चर जेनेरेट गर्नलाई गुगल एआई स्टुडियो ओपन गरेँ। च्याट जीपीटीको यो प्रम्प्टलाई यसमा यो गुगल एआई स्टुडियोमा ल्याएँ र यसलाई पेस्ट गरिदिएँ। पेस्ट गर्नुभन्दा अगाडि यसमा प्रम्प्ट मात्रै भएको हुनाले एउटा कमान्ड दिएँ, यो प्रम्प्ट अनुसारको इमेज जेनेरेट गरिदिनुहोस् लेखेर च्याट जीपीटीबाट ल्याएको कमान्डलाई यहाँ राखेर रनमा क्लिक गरिदिएँ। इमेज जेनेरेट गरिदिसकेको छ, यसमा क्लिक गरेर हेर्न सक्छौँ। पिक्चर टेक छ, यो डाउनलोडमा क्लिक, या अघि नै यो मेरो अलरेडी डाउनलोड भइसकेको छ। यो पिक्चरलाई मैले अहिलेलाई क्लोज गरिदिएँ। सुनो एआईबाट रेडी भएको हाम्रो यो 2वटा मध्ये एउटा यसलाई पनि डाउनलोड गर्नुहोस्। यो डाउनलोड गर्नको लागि यो 3 डटमा क्लिक गर्नुहोस् र यसमा डाउनलोड भन्ने अप्सनमा क्लिक गर्नुहोस्। MP3 अडियोलाई क्लिक गर्नुहोस् र डाउनलोड एनीवेलाई क्लिक गर्नुहोस्। यसमा अडियो पनि रेडी गर्यो र पिक्चर पनि रेडी गर्यो। अब यस पछाडि अब यसलाई भिजुअलाइज गर्नको लागि अथवा यसलाई भिडियो बनाउनको लागि तपाईलाई जुन सजिलो लाग्छ त्यो सफ्टवेयर युज गर्न सक्नुहुन्छ। यसमा भने
यो फिल्मराबाट तपाईँलाई गरेर देखाएँ। त्यसको लागि इम्पोर्टमा गएँ र इम्पोर्ट फाइल गरेँ। यो दुईवटा छ, यसलाई मैले दुईटालाई डाउनलोड गरिदिएँ। अडियो ट्र्याकलाई एड गरेँ, यो पिक्चरलाई मैले एड गरेँ। गुगल एआईको यो लोगो देखिरहेको छ, यसलाई रिमुभ गर्न चाहन्छ भने सेलेक्ट गरेर एडिट गरेँ र क्रप्ड एन्ड जूममा गएर थोरै 1/16 नै राखेँ। यस, यति गरे पछाडि यसलाई मैले ओके गरिदिएँ। यसलाई अलिकति लामो गरिदिएँ र यसलाई प्ले गरेर देखाएँ। यसलाई यसमा म फिल्मराबाट भने कि एउटा इफेक्ट राखेर तपाईँलाई देखाएँ। एलिमेन्टमा गएँ, सेप्समा गएँ, सेपहरू एड गरिदिउँ, यसलाई सेन्टर यता पारिदिउँ र प्ले गरिदिउँ। यसो गरिराख्दाखेरि यस्तो इफेक्ट देख्ने हुन्छ। जस्तो यसलाई पनि एड गरिदिउँ, यो एउटा इफेक्ट राख्ने। यहाँ राखेँ र कट गरिदिएँ। कन्ट्रोल सी कपी गरेर लिएर आएर कन्ट्रोल बी। यसमा यसरी मैले इफेक्टहरू राखेर रेडी गरेँ र अब यस पछाडि यसलाई म प्ले गरेर देखाएँ। क्यापकट, क्यानभा जस्ता फ्री साइटहरूबाट पनि हामी सजिलै यस्तो कुराहरू इफेक्टहरू राखेर बनाउन सक्छौँ। सकिए पछाडि जस्तो यसलाई मैले एक्सपोर्ट गरेँ MP4 सँगमा, एक्सपोर्टमा क्लिक गरेँ, सिभिल मन्त्र 2 एक्सपोर्ट गरिदिएँ। यो एक्सपोर्ट प्रोसेस सुरु भइराखेको छ। यसलाई म युट्युबमा राख्न चाहन्छु भने राम्रो टाइटल चाहियो, त्यस्तै गरेर डिस्क्रिप्सन चाहियो, त्यस्तै गरेर ह्यासट्याग एन्ड ट्याग चाहियो भने यसको लागि फेरि ChatGPT-मा गएँ र यसलाई फेरि म कमान्ड दिन्छु एउटा, मेक अ टाइटल, ह्यासट्याग एन्ड ट्याग युजिङ द टप भ्यालुएबल ट्रेन्डिङ किवर्ड in this video for YouTube, and it must be good, attractive, high profile with the real human written form भनेर यसलाई कमान्ड दिएँ र यसलाई इन्टर गरिदिएँ। लास्ट अब हामीलाई एउटा थम्बनेलको जरुरी भयो। अब त्यो थम्बनेलको लागि पनि फेरि यसलाई एउटा कमान्ड दिनुहोस्, लास्ट रिक्वेस्ट प्लिज मेक अ आई क्याची प्रोफेसनल 16:9 ratio हाई रेजोल्युसन्स थम्बनेल फर दिस युट्युब भिडियो। यति गरेर अनि फेरि इन्टर गर्दै यसमा एकैछिनमा तपाईँलाई वाटरमार्क फ्री इमेज पनि दिन्छ र यसरी हामी कपिराइट फ्री म्युजिक बनाउन सक्छौँ। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। आजलाई यति नै।